यदि तपाईहरुले एसआईपी गर्नुभएको छैन भने त्यसको बारेमा बुझ्नुस् अनि आजै गरिहाल्नुस् है त। कसरी गर्ने चाहिँ म यो भिडियोमा बताउँछु। इक्जाम्पलको लागि चाहिँ मैले एनआइएमबी क्यापिटलले ल्याएको एनआइबिएल सहभागिता फन्ड देखाउन गइरहेको छु है त। त्यसको लागि चाहिँ सुरुमा गुगलमा गएर एनआइएमबी क्यापिटल भनेर हाल्नुस् है। त्यसपछि यो सुरुमा एनआइएमबी एसी क्यापिटल भनेर आउँछ, यसमा जानुस्। त्यसपछि यतापट्टि चाहिँ अनलाइन सर्भिस भनेर हुन्छ है। अनलाइन सर्भिसमा जानुभयो भने एनआइबिएल सहभागिता फन्ड भनेर सुरुमा आउँछ, यसमा क्लिक गर्नुस्। त्यसपछि यहाँ युनिटी पर्चेज, त्यसपछि एसआईपी रेजिस्ट्रेसन, एसआईपी पेमेन्ट, डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनेर धेरै अप्सन आउँछ। त्यसमध्ये तपाईँ चाहिँ एसआईपी रेजिस्ट्रेसनमा जानुस्। त्यसपछि यहाँ 3-4वटा स्टेप हुन्छ, 1 2 3 4 गरेर 4वटा स्टेप छ। यो फर्स्ट स्टेपमा चाहिँ यो स्किमको बारेमा डिटेल हुन्छ, यो के कसरी गर्न मिल्छ, कसरी गर्न सकिन्छ, यसको साइज कति हो, एक्जिट लोड, इन्ट्री लोडहरू यस्तो यस्तो चिजहरू कति हो भनेर आउँछ है। यसलाई चाहिँ सिम्पली तल चाहिँ आई एग्री टु एप्लाई गरिदिनुस् अनि त्यसपछि चाहिँ नेक्स्ट गरेर सबमिट गरिदिनुस्। त्यसपछि चाहिँ स्टेप 2 मा चाहिँ तपाईँको आफ्नो डिटेल दिनुपर्छ, खाता नम्बर, तपाईँको बिओआइडी नम्बर, आफ्नो नाम, फोन नम्बरदेखि लिएर आफ्नो इमेल, त्यसै गरेर आफ्नो फोनमा ओटिपी आउँछ त्यो सबमिट गर्नुपर्ने हुन्छ। त्यसपछि कस्तो एसआईपी गर्ने त्यो रोज्नुपर्छ, कति अमाउन्टको गर्ने, इन्टरभल कति राख्ने, पेमेन्ट टाइम कति राख्ने, मन्थली गर्ने, इयरली गर्ने, कसरी गर्ने भनेर। त्यसपछि तपाईँको ब्याङ्क नम्बर, ब्याङ्क खाता एकाउन्ट आउँछ है, त्यसलाई पनि सिम्पली नेक्स्ट गरिदिनुस्। त्यसपछि अहिले मैले नेक्स्ट गरेँ, अहिले मैले चाहिँ यहाँ भरेको छैन। त्यसपछि यहाँ डिक्लेरेसन आउँछ, डिक्लेरेसनमा पनि सिम्पली तपाईँले सबै चिज एक्सेप्ट गर्नुहोस्। त्यसपछि यहाँ पेमेन्टको अप्सन आउँछ, पेमेन्टको अप्सनमा के कसरी गर्ने पेमेन्ट, कुन मिडियमबाट गर्ने भनेर त्यहाँ अप्सन दिएको हुन्छ, त्यसलाई पनि सिलेक्ट गर्नुहोस्। त्यसपछि चाहिँ यो सबै सबमिट गरिसकेपछि चाहिँ तपाईँको मेलमा चाहिँ 1-2 दिनमा तपाईँको यो एनआइबिएल एसी क्यापिटलको चाहिँ यो स्किमको चाहिँ आइडी अनि पासवर्ड आउँछ, अनि आइडी पासवर्ड त्यो लगइन गरेर चाहिँ तपाईँले आफ्नो एसआईपी गर्न सक्नुहुन्छ है। अनि त्यो चाहिँ मन्थली अथवा इयरली गर्नुहुन्छ भने तपाईँले त्यही अनुसार पे गर्नुपर्छ, पे गर्न चाहिँ नबिर्सिनु होला है।